सम्पूर्ण साथीहरूलाई वेलकम छ। नमस्ते मेरो सानो ब्लगमा। आज हामी चाहिँ बाहिर घुम्न जान लागेको अनि दुवैजनाको अफ छ आज। अनि त्यही भएर यसो कहिलेकाहीँ त घुमौँ न त, खालि घर मात्र कति बसिराख्नु भनेर यसो निस्केको। सबैजनालाई स्वागत छ है हजुर। साथीहरू अहिले हामी उलिसमा छौँ है। ल उलिसबाट हामी अब आफ्नो गन्तव्यतिर लाग्यौँ। एप्रिल लाग्यो, अब चाहिँ यो सबै फुल्न थालेको छ है। रुख बिरुवाहरू पलाउन थालेको छ। साथीहरू हामी बसमै छौँ है। साथीहरू हामी नर्थ ग्रेनेज आइपुग्यौँ है। यहाँ चाहिँ ठुलो चाउ छ नर्थ ग्रेनेज। यस्तो ठुलो छ। यहाँ चाहिँ मेला रहेछ। बेला बेलामा चाहिँ यो ठाउँमा चाहिँ मेला लागिरहन्छ है। Single, yeah? Single. Yeah. I didn't get I'm not coming for. I didn't. Thank you. Thank you. You too. Bye. Kati राम्रो भयो। कति राम्रो यो ठाउँ है। यो ठाउँमा चाहिँ जब म फ्री हुन्छु होइन, म यहीँ आउँछु। मेरो टाइम पास गर्न, मुड फ्रेस गर्नलाई होइन यहाँ आउँछु। रमाइलो लाग्छ। यस्तो फुल के लागेन है। यो कति राम्रो फुल फुलेको। अब यहाँनिर चाहिँ फुल फुल्नेदेखि अरू पलाउने होइन, अहिले चराचुरुङ्गीहरू रमाउने यस्तो रमाइलो छ हो यो ठाउँ त। ए सबै यहाँ घुम्न आउनेहरू होइन बस्नुहुन्छ, चिया नास्ता खानुहुन्छ होइन, कफी। यस्तो राम्रो ठाउँ बनाएर राखेको छ यहाँनिर है। ब्युटिफुल प्लेस है। मान्छेहरू आफ्नै डुल्न कोही फोटो भिडियो खिचिआछन्, कसैले के गरेका छन् होइन। यहाँभित्र चाहिँ रेस्टुरेन्ट छ क्या यहाँभित्र। यहाँबाट चाहिँ सबै टीहरू भयो, कफी के हुन्छ नि नास्ताहरू चाहिँ लिएर आएर यहाँ बसेर छन् साथीहरू। यस्तै छ है यहाँनिर अहिले होइन। स्टिल चिसै भए पनि अब मान्छेहरू यसरी चौरौँ बसेर खाने साथीहरू आएर होइन, फ्यामिली मिलेर आएर यसरी रमाइलो न्यानो भएको कि यहाँको हिसाबमा। हामी एक पेयर कोट चाहिँ सबैले लाउनुपर्छ यो ठाउँमा होइन। भर्सै हुन्न कि यहाँको वेदर चाहिँ भर्खरै हावाहुरी पानी आएर होइन भर्खरै चिसो हुन्छ। त्यही भएर चाहिँ सबैजनाले न्यानो कपडा, एक सरो न्यानो कपडा चाहिँ लागै हुन्छ यहाँनिर है। अनि फुलहरू चाहिँ फुलिसकेको रहेछ, सेतो है फुल फुलिसकेको रहेछ। अब यहाँनिर मान्छेहरू अब घुम्न आउनेहरूको अब भिड लाग्न सुरु गरेछ। उता अझै जान्छु म होइन है। यस्तो ठाउँ छ यहाँनिर। यस्तो छ साथीहरू। म घुम्न आउने सौर यो चाहिँ है। म मेरो छुट्टी भएपछि म यहीँ आउँछु घुम्नलाई। आहा सेतो फुल फुलेको है। यो कुनै हो, चेरी नै हो हुन त।
सेतो अनि यहाँ पिङ पनि छ भर्खर फुल्न लाग्छ खासै फुलिसकेको छैन चाहिँ अलिअलि फुलिरहेछ सेतोहरू अलिअलि यो एरियामा यति मान्छेहरू आइसकेका छन् है घुम्नलाई आज शनिबार भएर पनि होला ड्रेनेजको मुख्य आकर्षण फलो भनेको यही हो साथीहरू होइन मान्छेले यहाँ बसेर पारी लन्डन हेर्छन् अनि फोटो खिच्छन् आफ्नो फ्यामिलीसँग आएर होइन यहाँतिर भ्यू होइन कति राम्रो देखिएको छ यतापट्टि भयो होइन मान्छेको है आउने जानेको भिड यहाँ बाटोमा कति राम्रो हरियो चौरो के यो भिड आउने जानेहरूको भिड फेरि उत्तिकै छ है अहिलेको चाहिँ म्युजियम हाउस हो होइन नर्थ ग्रेनेजको यहाँनिर चाहिँ यस्तो छ ल यो चाहिँ चौतारा हो साथीहरू यहाँको चौतारा यस्तो हुन्छ है लाइट यस्तो लहरै फलेको है कति राम्रो यहाँनिर चाहिँ घरमा चाहिँ सजाइराखेको छ कति राम्रो हो न आहा यही फुल है सबै गमलामा यस्तै फुल राम्रो है यस्तो रोटी पाइन्छ यहाँनिर खाना है